गाइज हामी आज दसैँ नजिकैपछि अन्तिम बजार जाँदैछौँ, हाट बजार, सूर्यपुरा हाट बजार। तपाईँहरूले अवलोकन गर्नुहुनेछ त्यहाँको सब्जीको रेट के छ, माहौल कस्तो छ, व्यापारी कतिको सन्तुष्ट छन्, सम्पूर्ण जानकारी देखाउनेछौँ, हेर्दै गर्नुहोला। गाइज अब फाइनल्ली घरबाट निक्लियो होइन, हामी 3 भाइ जाँदैछौँ। पहिलोपटक हो 3 भाइ यसरी हिँड्ने मौका मिलेको होइन। अब हामी घरबाट निक्लेर बकुलघाट मैनैया हुँदै हामी यसरी सूर्यपुरा जानेछौँ। सम्पूर्ण देख्नुहुनेछ सूर्यपुरामा साँच्चै कस्तो छ त। दसैँ त नजिक आयो, तर दसैँ आइसकेपछि त्यहाँको साँच्चै माहौल कस्तो छ। यो सूर्यपुरा बजार भनेको यो एरियाको ठुलो बजार पनि हो है गाइज, तपाईँहरूले यसरी बुझ्नु होला। त्यो हिसाबले चाहिँ हामी सोचेका छौँ साँच्चै आज एउटा ब्लग बनाउनुपर्छ भन्ने चाहिँ एउटा डिसिजन लिएर मन लागेर एउटा चाहिँ तयारी गर्दैछौँ। हेर्दै गर्नु होला, हामी अब के हुन्छ सबै सम्पूर्ण जानकारी दिनेछौँ है त। अहिलेको व्यापार कस्तो छ? अहिलेको व्यापार कस्तो छ? सब्जी व्यापार ठीक छ, ठीक छ। सन्तुष्ट हुनुहुन्छ दसैँमा? ठीक छ, ठीक छ। सुनिसक्नुभयो, अहिले व्यापार साँच्चै भएको कुरा यहाँले जारी गरिसक्नु भएको छ। अझै पनि बुझ्दै जाउँ हामी अगाडिपट्टि के छ माहौल। तर सूर्यपुरा बजार अत्यधिक घुमिसकेपछि थाहा भयो हामीलाई रेट एकदम महँगिएको छ। दसैँमा चाहिँ साँच्चै तल्लो वर्गका अथवा निम्न वर्गका मान्छेहरू एकदम ढाड सेकिने अवस्था देखिएको छ होइन। हामीले सकेनौँ। आज रेट यति भएको छ कि 200सम्म 250सम्म त तपाईँको टमाटरको रेट भएको छ। हेर्नुहोस्, 180 देखि लिएर 220सम्म टमाटर कारोबार चलेको छ। लगायत धेरै कुरामा महँगाई बढेको हामीले देख्यौँ होइन। त्यो तरिकाले गर्छौँ। अब हेर्दै जाउँ, यस्तै महँगाइले गर्ने भने अब तिहारमा पनि गाह्रो हुनसक्छ। जनताहरू मर्कामा पर्नेछौँ। अनि चना 1 केजी, अलिकति बजारको अनुगमन पनि देखियो है। यहाँ एकै नासको बजार छैन, सुजी 1 केजी, अलग अलग ठाउँमा रेट पनि देखियो कता कति। त्यो अलिकति सम्बन्धित निकायले मटर 1 ध्यान केजी, जाओस् भन्न चाहन्छौँ। अनि राजमा 1 केजी, अनि तोरी तेल 3 लिटर, अनि सनफ्लावर 3 लिटर, 3 लिटर, अनि हार्पिक एउटा 1 केजी।